हेलो वेलकम छ सञ्जय केसीको भ्लगमा। आज हामी चाहिँ ट्याक्क यो भन्छ सिसी टेम्पल आएका छौँ र एकदम रमाइलो भइरहेको छ र सबैजनाले हेरिदिनु होला। भिडियो कति मिनटको बन्छ त्यो त थाहा छैन किनकि मोबाइलमा चार्ज पनि 7% छ। आज मिठो मिठो लाइन बनिसकेको छ, टिकटकमा अपलोड पनि हुनेछ र सम्पूर्णप्रति धेरै माया अनि मिठो सम्झना चितवनवासीप्रति र हाम्रो यो कुन ठाउँ भन्छ अरे लोकेसन नवलपुर सिजी टेम्पल होइन, कतिपयलाई थाहा पनि होला तर रमाइलो पनि एकदम भइरहेछ। त्यहाँ मन्दिरमा चाहिँ अब यहाँ भन्दा पछाडि फोटो खिच्न मनाइ छ भनेर लेखेको छ। एकदम अब त्यहाँ गएर भिडियो बनाउन मन थियो तर के गर्ने, अब त्यहाँ नियम विपरीत जान मिलेन किनकि नियम हो भन्ने कुरा हामीलाई पनि थाहा छ। र सबैलाई एउटा कुरा के भन्छु, त्यो लाइन पनि सुनिदिउँ है। यदि भगवानको मूर्तिमा दुध चढाउँदैमा सबैका मनोकामनाहरू पुरा हुन्थे भने आज आफ्नै दुधका लाम्टा चुसाएका छोराहरूबाट कोही पनि आमा टारिएर वृद्धाश्रममा गएर बस्नु पर्दैन थियो होला। कस्तो छ कमेन्ट गर्नु होला। एकदम रमाइलो हुनेछ होइन। अब त्यो यहाँ चाहिँ एउटा भाइब्स चाहिँ एउटा के क्रिएट भइरहेछ भने एकदम फर्स्ट टाइम आएको भएर होला एकदम रमाइलो लागिरहेछ। हेर्नुहोस् एकदम दामी छ क्या, सिन चाहिँ दामी छ जे जस्तो भए पनि होइन, रमाइलो छ। यो चाहिँ हाम्रो धारा रहेछ। फेरि यो चाहिँ यसलाई के भन्छ पानी यतिको चाहिँ हुनुपर्छ ल। मेरो कपाल मिलाउनु त मिल्यो तर कालो देखिरहेको छु गाइस यार। किन म अनुहारै कालो हो कि के हो? अनुहार त कालो होइन नि, मेरो मान्छे गोरो हो। त्यस्तो नबनाऊ ग्यास। म चाहिँ टक्क लाएर राम्रो राम्रो मान्छेलाई वाच गरिरहेको छु तर कोही पनि छैनन् भने हेर्नु न। ऊ त्यहाँ छोरी मान्छेहरू छन् तर पत्याउँदैनन्। ओ यहाँ आँखामा पानी पसेछ। ए रोको म ल मा रोइदिरहेको रहेछु यार। यो भगवान्लाई देखेर रोको हो के हो? लो बर्बाद छ, केही छैन। गाइस 2 मिनटको भिडियो छ, सबैजनाले वाच गरिदिनु होला र थ्याङ्क यू सो मच। सब्सक्राइब पनि गरिदिनु होला। यति भन्दै अहिलेलाई म बिदा भएँ।